यहाँ हेर्नु होला साथीहरू झोलुङ्गे पुल चढ्न भनेपछि डराले छोरो बोकेर अगाडि अगाडि काम्दै काम्दै इ आउँदा डराले पसिना मौसम बाहिर पानी आउन खोज्दैछ गर्मी पनि होइन गाइस सबैजनालाई वेलकम छ आजको न्यू ब्लगमा। छोरी रुँदैछ, हामी अब उहाँ उसलाई छिटो लगिदिनु पर्ने अरे जामुनखाडी घुम्न जाने भनेको थियो, अनि छिटो लगिदिनु पर्यो अरे। उता भान्जी अधिश्री, यता ज्योति, यता हामी। ल अब अगाडिको ब्लग देखाउँछु है त म। जामुनखाडी आइपुग्यौँ। बुढी छोरो यत्रो लिएर घुम्न अब नघुमी नहुने अरे, उसलाई अरू अरू घुमेको देखियो अरे नि त, अनि ल्याइदिएर आएको उसलाई घुमाउनु स्पेशली छोरीको लागि। यो चाहिँ जामुनखाडी हो, यस्तो छ खुल्ला छ। यता छोरो खोइ छोरो देखा छोरो निदाएको छ अरे, यस्तो निदाएको छ। अनि छोरी चाहिँ टोइलेट गएको छ, दिदी भान्जी लिएर आएको छौँ। गुलाब के खिच्नु हो? गुलाब भन्दा राम्री तिमी छौ भन्थे पहिला, अहिले भन्दिन। लैजाऊ न अब चोरेर लगेको फुल राम्रो। फुल चोरेको हुँदैन अरे क्या? किन? फुललाई चोरेको भन्न मिल्दैन अरे। कसले भने? अस्ति टिकटकमा हालेको। टिकटकको कुरा नगर न। यो हेर्नु, यो खिच्नु न, यो खिच्नु न। खिचिरहेको छु त हौ। पानी आयो भने कस्तो हुन्छ। म बोक्दिनँ, म आफू रहर गरेपछि आफै बोकेर हिँड्नु पर्यो। म यहाँ भ्लग बनाउँछु। म पर्दिनँ, म भ्लगमा। हाम्रो नानीहरू आउँदैछन्। हेलो गाइज, हेलो गाइज, खोइ हेलो गरेका खोइ। हामी कहाँ आएको घुम्न? कहाँ आएको? साह्रो चिच्याएर भन न। अब हामी घुम्न भित्र इन्ट्रीमा जाँदैछौँ। ल लडी चाहिँ ल रोयो भने त पाइँदैन। अब इन्ट्री फ्री 100 रुपियाँ रहेछ, बर्बाद। ओए 100 रुपियाँ रहेछ है प्रवेश शुल्क चाहिँ। 1 2 3 लाग्छ केटाकेटीको। पहन एकछिन टिकट नकाटी कहाँ खोइ छिरेको। खोइ लड्ने केटी कहाँ छ? इवानी, ओ इवानी कहाँ छौ? जामुनखाडी आइयो, यस्तो छ। दामी छ, दामी यो ट्याक्क इन्ट्री होइन। खोइ हो गरेका खोइ। चस्मा लाएर लुहेर यहाँ के रहेछ? यो के हो? उपर हेर त के हो? के हो उपरको? ल आऊ यहाँ हेर डस्टबिन कस्तो दामी रहेछ। यहाँबाट छिरेर हिँड न। उताबाट आउन घुमेर थुप्रो छ नि त ठाउँ। म पहिला गर्लफ्रेन्डसँग आएको थिएँ यहाँ। यो पहिला गर्लफ्रेन्डसँग आएको थिएँ म यहाँ। ए यो साथी, यो त ठ्याक्कै अधिश्री जस्तो छ। यो अधिश्री ठ्याक्कै अनुहार मिलो, त्यो दाँत यस्तो गर्दा ठ्याक्कै मिलो। हामी यहाँ गोही र चितुवा हेर्न अब केटाकेटी लिएर जाँदैछौँ। अब गोही र चितुवा हेर्न हामी जाने छैन भने नआउ न त, उति बसिरह, हामी हेरेर आउँछौँ। छिटो आऊ गोही हेर्ने। छोरो यसरी बोक्नु परेको छ। अब चाहिँ यहाँ पिङ छ, पिङ खेल्दै हुनुहुन्छ उहाँ। खेल्ने इमानी खेल्छौ? किन डराकी? जाऊ इमानी, आऊ न।
आऊ आऊ अदु दिदी र इबानी बस्छ दुईजना सबिन बाबुको छोरी हो र डराउँछ हेर कत्रो गई खै उइ झाल न राख बस चढ भनेको छैन हौ गई लु चढ बोक्ने हो पिङ्कल जाऊ न यो डर छ केही हुँदैन हौ ऊ सबै बसे त जा ओइ ल्याम्ती जाऊ न जाऊ छिटो जाऊ ऊ वाउ छोरी चाहिँ डराउने छोड्दै लाउ त बोक म बोकेर खेलाइदिन्छु मसँग बोकेर ल ल खेल्ने भयो त नानी यो सबै खेल्न मन आएको अघि दादाहरू खेलेको थिएन म खिचिदिन्छु त छोड दे छोड ओर्ला तिमीहरू हेर यो डरा कि ओर्लिन ओर्ली ला यस्ता डर सेरुवा छन् यस्ता डर सेरुवा छोरीहरू छन् सबै गाजल पुछेर कुन्ताको काली हेलो नानीहरू खोइ हालो यहाँ आऊ त नआउने ऊ त्यत्रा त खेलिरह ऊ पर हेर छोरी बागु सिङ्गल लाइन यस्ता डर सेरुवाहरू छन् अनि के हिँड्न पर हुन्छ यता दिदी गोहीहरू छ त्यता घुमेर जानु पर्यो चितुवा यहाँ छ अरे चितुवा हेर्नु जाँदैछौँ चितुवा छ अरे कि यहाँ नबोल्न लु हेर्नु है चितुवा रहेछ है डोन्ट टिज गरेको छु र कान्छा ओए कान्छा उठ बिहान भयो कान्छा उज्यालो भयो उठ छोरी बोलाऊ बिहान भयो उठ्ने बेला भयो भन न बिहान भयो भन न लु हेर है छोरी चितुवा हेर नि देख्यौ डर लागेन सोधेको हो डर लागेन अब गोही हेर्न जाँदैछौँ यिनीहरूलाई गोही हेराउन लाँदैछु म फुच्चेले पनि भाइ तँ पनि हेर्छस् गोही खोइ तिमीहरू कराउनै छोड्यौ अनि ओ इबानी अधिश्री खोइ तिमीहरू उफ्रेको उफ्रा अलि उफ्रा मजाले खोइ उफ्रिन हल्लै गर्दैनौ अनि ओइ खोइ हेलो भाइ सानो हजुर काटेर त खिचेको थियो त नयाँ खिच्छ न भिडियो भने नयाँ त खिचेको थियो त काटेर भाइ ओहो सानो भुसिना त यसको आँखातिर पनि घुम्दैछ हो गोही छ यहाँ गोही यहाँ छ त होला नि टिपेजीको छैन रहेछ कत्रो हो आम्मा उहाँ हेर्न पिसाब फेरिरहेछ गोहीले छोड्दा यहाँ गोहीले पिसाब फेर्दैछ ऊ हो यहाँ पिसाब फेर्दैछ त गोहीले ए हो तिमीहरूको बाजे ऊ पर गोहीहरू त्यहाँ पर देखेनौ खोइ हो त्यो के हो उयो परको के हो त्यो यहाँ यता मसँग आऊ त हामीले अहिले घुम्ने क्रममा चाहिँ 5वटा खुट्टा भएको गाई
देख्यौँ दर्शन गर सबैले। नानी हो दर्शन गर छोरी बानी छेउमा नजाऊ। 5 वटा खुट्टा भएको गाई देख्यौँ है हामीले चाहिँ। अहिले आउँदैखेरि यहाँ जामुनखाडीमा यो पनि राखेको रहेछ। अनि मेरो छोरो चाहिँ छोरो खै छोरो यहीँ चिडियाखानातिर जाँदैछौँ। अब चिडियाखाना त यहीँ थियो यी 4 वटा कि, तर पनि एकचोटि चिडियाखाना यहाँ अर्किस एउटी चिडियाखानामा राख्ने। ला माटो भाँसिँदैछ, अलि बिस्तारो हिँड, छिटो छिटो कुद्दै आउन, माटो भाँसिँदैछ। अब डुब्ने भयो यिनीहरू, ला डुब्ने भए। ला 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 यहाँ भाँसिसकेको छ, छिटो ला यी बानी छिटो ला। कसले मिलाउँछ ल? यहाँ कतिवटा बाँदर छन्? 3टा यहाँ छन्, 4 वटा बाँदर, 5 वटा बाँदर, यहाँ एउटा छ 6 वटा बाँदर। उयो हेर, ऊ बाज हेर, बाज बाज कि के भन्छ यसलाई? इगल चिताज भनिदिए, यहाँ चिताज भनिदिँदैछ मेडम अरे। उहाँ हेर हाडफोडा पनि राखेको रहेछ। के रहेछ? जिस्काइदेऊ न, है नाचिदेऊ न, ए ए ए गरिदेऊ न। ओइ ला उहाँ पुग्न, ओइ म छु त यहीँ, किन डराकी? घुम्न आएको पानी छिट्याएरै यस्तो बिजोकले कुद्दै आएँ म। यहाँ ओत लाग्ने ठाउँ नभएको ठाउँमा आयो। अहिले चाहिँ अब झोलुङ्गे पुल आइपुग्यो होइन। अब यो कटेर अब एकछिन के खाएर अनि जाने। यिनीहरू अहिलेसम्म ल्याम्ताहरू हिँडेका छैनन्, बिस्तारो आउँछन्। अहिले पानीले भिजो केटाकेटी भने म जाने छु। अलि गुटुटु कुदा न। यहाँ हेर्नु होला साथीहरू, झोलुङ्गे पुल चढ्न भनेपछि डराले छोरो बोकेर अगाडि अगाडि काम्दै काम्दै आउँदा डराले पसिना। मौसम बाहिर पानी आउन खोज्दैछ, गर्मी पनि होइन। झार्छु कि फ्याल्ला के हुन्छ हो त्यस्तो दिमागले हरायो। उसैको दिमागमा उपर के न त बोकेला एकछिन पखन एकछिन भित्र खेल्छन् अरे। यता हेर नानी, हाई गर। कस्तो ह्याप्पी भइरहेछ उहाँ। अर्की भान्जी आउँदैछ, यहाँ खेल्छन् अरे, के खेल्छन् अरे भित्र। गाह्रो छ है, बालबालिकालाई सहे रहेछ। ल इन्टर आऊ, बिस्तारो बिस्तारो। खोइ रमाउँदै नाच्दै छिर्नु परेन, चिच्याउँदै। यता फर्केर यता फर्क। ल आऊ आऊ यहाँ आऊ। पहिला के खेल्ने? यो खेल्छौ प्लेन? खेल खेल। यता अदिश्री, ए हेलो, ए खेला खेला खेला। डरले यो डर छेरी खेल्छ। यता क्यामेरा हेरेर है गर। खोइ खोइ हेरियो डराकी बे। इबे किन डराकी? ओइ हे डरले ला। इबानी भयो भयो कि खेल्ने? इबानी भयो। यो ट्रेन भाइ तँलाई चाहिँ एक्लै बनाए। हेलो कति राउन्ड हुन्छ?
बिचरा भाइ र म चाहिँ यस्तो छ उनीहरू मात्र खेल्दैछन् है छोरो नि मामुहरू मात्र खेल्दैछन् नि मामुहरू मात्र खेल्दैछन् अब स्टप भयो यिनीहरूको गाडी स्टप भयो खोइ फाइनलमा कराएको खोइ इबानी मजा आयो कार कहाँ अब कार हुन्छ छैन बिग्रियो कार त्यो ठुलाले हुँदैन ल यस्तै भयो अब खाजा खाने अनि खाजा खाएर जाने होइन भाइ ओइ 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 यस्तो छ यता म्याडमहरूको चाहिँ म्याडमहरूको कस्तो मजा आइरहेछ गाइज इबानी मजा आइरहेछ हेर खानालाई थुक खानुभन्दा धेर थुक मिल्दैछ बिचरा काले यस्तो छ कालेजको चाहिँ अवस्था ल गाइज आज चाहिँ घुमिसक्थ्यो होइन आज बिदा महिला दिवसको दिन बुढीको पनि बिदा भएर घुम्न आयौँ उनीहरू खाजा खाएको ठाउँमा छन् म चाहिँ गाडी लिएर निक्लेर जाने अनि आजको यस्तैको ब्लग सबैजनाले युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला ब्लगमा सुधार्नु पर्ने यो फेरि यादगार पनि होस् भनेर बनाउने गरेको छु अचेल चाहिँ मैले भिडियो पछि होइन युट्युबमा राख्दाखेरि हेर्न हुन्छ मजा आउँछ नि त ल थ्याङ्क यू किप वाचिङ कस्तो भयो त्यसरी मजा आयो इबानी खोइ यता बोल्यो मजा आयो कि आएन थ्याङ्क यू पापा भन यता भाइलाई के हो भाइ थ्याङ्क यू बुढा भन्नुपर्ने होला मैले यता दिदी थ्याङ्क यू भने खोइ भाइ यत्रो घुमाउन ल्यायो धन्यवाद आयो है त ल बाई सबैजनालाई